Welcome to my new YouTube channel, new vlog guys. हेर्न सक्नुहुन्छ यहाँ टिक्ला मान्छे म चढ्दैछ। हटा त ल चढ केटा चढ त। ओए भाषला फेरि भाछ जम जम जम। यहाँ हाम्रो गाडी के गर्दैछ इन्टरनेटले के यार कति बोला हो इन्टरनेट चाहिँ कसरी इरा बात करता सुनि मारे यो पैदल पर्छ ए बडा याद भरि फरे बियासी डायलॉग हाम्रो गाउँतिर पानी खेतहरुमा पानी पटाउने यो मात्र एउटा छैन। ता मान्छेहरु बसिरहेको छ हैन, त्यहाँदेखि पानी खेतमा लान्दैछन्। आयो हाम्रो न्यू टिम मेम्बर। के नाम हो तिम्रो भाइ? विराज कुमार। यस यो टिकु बाबा यो लक्खा मान्छे यो अडिया किस अझै आउन बाँकी छ। अब यहाँ गएको त अलि एउटा बन्दैछ स्कुल बन्द छ आज। सबैले घरमा झुट बोली स्कुल छुट्टी छ भनेर घुम्दैछ केटा निमल्ला। तिमी छिटो इबला भिडियो न भन्ने मस्त लाग्यो। नराकै नदानी अगाउता अभी तेरा सबमिशन नींद का क्या बेर निशाना चिपका है। ये लोग इधर का खुले नहाता था। ओह माय गॉड हेलो गाइस, हम यहाँ आएको छ आफ्नो बिहानै मकै खेतमा हग्न लागि। कति राम्रो लाग्छ यस्तो सफामा हग्न लागि। त्यहाँ एकै ठाउँमा मात्र हग्नु पर्छ। यता अहिले चुनाव आइसकेको छ, अहिलेसम्म टोइलेट दिएको छैन। यो माछा सधैँ जान्छ त हग्नलाई। आलु खाँदै हग्न जान्छ। आलु खाओगे? यहाँ टप्पी छ, जुम गरेर हेर्नु टप्पी छ। ए गाइस हाम्रो टिक बाबाको पछाडि हेर्नु यहाँ के लट्केको छ। ओहो पहिला यो नालामा यति मोटो माछा आउँथ्यो। यति मोटो 1-2 केजी जस्तो। आजकल एउटा पनि छैन, केही आउँदैन। पानी मात्रै आउँछ। अब आफ्नो गएको त यहाँ बनाएको थियो हामीले अड्डा। तर यहाँ एक दिन क्याम्पिङ गर्दाखेरि होइन यो माथि तल थियो यति मोटो साप दुईटा थियो। हाम्रो गाउँमा आउने बाटो हो, उता धेरै मान्छेहरू छैन। यो हाम्रो गाउँ। क्यामेरा क्वालिटी धेरै खराब छ। यो लाजाउँदैछ। एउटा हाम्रो केटाहरूको बस्छ, यो चोरहरूमा अब के भन्नु, चोरहरू छैन, वाइफाई छैन भन्दैछ। केटाहरूलाई धेरै मुस्किल छ। यो हाम्रो गाउँको मस्जिद हो। हाम्रोतिर मन्दिर छ उता छ फेरि होइन। हाम्रो गाउँको स्कुल, अर्को स्कुल उता छ, अर्को गाउँमा ठुलो। केटाहरू यता घुम्दैछ होइन। हाम्रो गाउँको ठुलो टमाटरको खेती होइन। यो हाम्रो गाउँको चमरू लोकेसन। ओ माय गॉड, यो भुतिया लोकेसनमा आइसकेको छु हाम्रो गाउँको होइन। हाम्रो गाउँको ठुलो टमाटर खेती यहाँदेखि यहाँ रोडसम्म छ। यो मान्छे के गरिरहेको छ रे? ए भाइ यहाँ साला टोइलेट छैन। यहाँ धेरै गडबड छ यार, टोइलेट छैन होइन। केटा हामी जाँदैछौँ त होइन। हाम्रो खेतीहरू एक्सप्लोरिङ गर्दै हौँ हामी केटाहरू सबैजना। पुगिसक्यौँ यता। यो हामी अर्को गाउँतिर आइसकेको छ। भाइ क्लब मा
यहाँ पहला क्रिकेट ग्राउंड थियो ना, अहिले साला यो गाछ रोपेर पुरा बिगाडिदियोस्। यहाँ क्रिकेट सिकेको थियो हामीहरू खेल्नलाई। यो हाम्रो गाउँको जमगाछी, हामीहरू तोड्न आउँदै थियौँ, चोरेर खान्थ्यौँ। बसेर खाँदैछु। अर्को मान्छे उता साला टोइलेट छैन, त्यो गर्दैछ, के भन्छ अब, के भन्नु। भाइ हामी भेटौँ अब नेक्स्ट ब्लगमा। तबतक लिए बाई बाई। जय नेपाल, जय नेपाल। केटाहरू भागिसक्यो यार, यस्तो जङ्गल छ हाम्रोतिर। भेटौँ ल अर्को ब्लगमा। जय नेपाल गाइस, बाई बाई। नेक्स्ट ब्लगमा भेटौँ, बाई बाई।